हेलो गाइज, गुड इभिनिङ, नमस्ते। आज पनि हामीहरू रेडी भएर अब मार्केटतर्फ जानको लागि ट्याक्सी कुर्दैछौँ गाइज। अनि त्यहाँबाट हामी हल्का सपिङ गर्ने हो। के सपिङ गर्छौँ हेरेर साथ दिनुहोस् ल गाइज। ल अहिले एकछिनमा मार्केटतिर भेटौँला गाइज, मार्केटमा। ल गाइजहरू, हाम्रो डेस्टिनेसन हामी आइपुग्यौँ। हामी चाहिँ सपिङ गर्नु लाग्यौँ गाइज। ल गाइजहरू, सबैभन्दा सुरुमा बेबीलाई सुज किनिदिने छु। कस्तो राम्रो हेर्नु न, यहाँ बच्चाकै सबै कुरा राम्रो हुन्छ हो ठुलो मान्छेको भन्दा। क्युट सानो, कति राम्रो देखेको। अनि बच्चालाई पापाले लगाइदिँदै हुनुहुन्छ सुज। म चाहिँ भिडियो खिच्दैछु, बनाउँदैछु। अनि उसलाई कति राम्रो देखियो के गाइज, हेर्नु न। नानीहरूलाई चाहिँ साह्रै राम्रो देखिन्छ हो, के गर्नु, यस्तो राम्रो देखिन्छ कि बच्चाहरूलाई। बच्चाकै सामान सबैभन्दा राम्रो हुन्छ कि खास भन्नुपर्दा। ल गाइजहरू, बुढोको पनि अब सपिङ भयो। अब हेर्नु न, यति राति भइसक्यो। 8:30-9 नै बज्न लागिसक्यो। अब मेरो हेर्नु जानु पर्यो केही सामानहरू, सुजहरू। अब लाग्यो गाइज। ल गाइजहरू, हेर्नुहोस् न, यो न्यू ब्यालेन्सको 530को सुज हो कि। यो सुज चाहिँ बुढोले किन्नु भन्नुहुन्छ कि यो चाहिँ मलाई मन पर्दैन। मेरो मनपर्ने चाहिँ सिल्भर वाइट एकदम मनपर्छ। यो ब्ल्याक कलर चाहिँ पटक्कै मन नपर्ने कलर हो मेरो, पटक्कै मन नपर्ने कलर। वाउ, सिल्भर वाइट हेर्नुहोस् न कस्तो राम्रो देखेको। वाउ वाउ, माई फेभरेट। ल गाइजहरू, हेर्नु न, सपिङ गर्दा गर्दा रात परिजान्छ हौ। 9 बज्नु लागिसक्यो। हेर्नु न, प्यान्ट टी सर्ट पनि किने। त्यो चाहिँ भिडियो बनाउनै पाइनँ कि, एकदम हतार भयो कि। अनि त्यही भएर अब बुढोले चाहिँ हामीलाई टर्किस रेस्टुरेन्टमा लाने अरे के। अनि हामी खाजा हल्का खान्छौँ अनि जान्छौँ। राति भइसक्यो, धेरै रात परिसक्यो नि त। अनि अब रुम पनि जान ढिलो हुन्छ। अनि खाएर ल खाजा खाने ठाउँ पनि। आऊ बस छोरी, आऊ। केही पनि नखाने? होइन, ड्रिङ्क्स चिसो छ। कोरियामा यस्तो चिसो छ कि। आऊ यता बस्नु। ल गाइजहरू, सपिङ गर्नु चाहिँ धेरै टाइम लाग्छ कि। एउटा पसलले हुँदैन। बेबीकोमा जानु पर्यो, ठुलो मान्छेकोमा। अनि त्यही भएर खाजा खाने टाइम भर्खर 9 बजे मिल्दैछ, रातिको 9 बजे। अब आफू त परे भातै, यो खाना हो कि खाजा हो कि। अब 9:30 बजेतिर रुममा पुगिन्छ। अनि हेर्नु न, गाह्रो छ हो। ल गाइज, हामीहरू चाहिँ खाजासाजा खाएर फेरि इमार्टमा छिरेर नानीलाई आइसक्रिम अनि त्यहाँबाट अब एकछिनमा खाएर सुत्ने खानाहरू केही सुसीहरू किनेर हामी चाहिँ लाग्यौँ घरतिर। सबै भिडियो चाहिँ देखाउन पाइनँ, किनभने फोन झिकिराख्नु नि झ्याउ क्या, ढिलो भइराखेको बेलामा। Thank you for watching guys.